सम्पूर्ण मित्रलाई हार्दिक नमस्कार छ मित्रहरू। अहिले हाम्रो निर्वाचन आयोगमा छ। निर्वाचन आयोगले अब पत्रकारलाई जानकारी दिएछ, पछि मात्रै गरौँ भन्न खोजेका थियौं। कुरा बाहिर आइसकेको छ। हामी एउटा राजनीतिक दल निर्माण गर्दैछौं, गठन प्रक्रिया भइसकेको छ र हाम्रो दलको नाम, पार्टीको नाम चाहिँ श्रम संस्कृति पार्टी रहनेछ। श्रम संस्कृति पार्टी र चुनाव चिन्ह माटो हामीले राखेका छौं। अब यसको औपचारिकता को लागि केही समय लाग्ने हुन जान्छ र म यहाँ के एनाउन्स गर्नलाई आएको छु भने केही कुराहरू, अब हुन त यो म सिलसिलेवार तरिकाले थुप्रै कुराहरू राख्दै जानेछु। हाम्रो पार्टीको झण्डा हुने छैन। हामी चुनाव चिन्ह अंकित चुनावको बेलामा अब केही सानो कपडाको टुक्रामा बनाउन त्यो अन्यथा नहोला, तर पार्टीको आफ्नै झण्डा हुने छैन। यो पार्टीको झण्डा बनाउँदाखेरि करोडौं रुपैयाँको के अरे तपाईको कपडा च्यातेर हैन हामीले झण्डा बनाउने गर्छौं। तर यो देशमा गरिब दुखीहरू पनि छन् हैन। गरिब दुखीहरू पनि हामी छौं, जसले चाहिँ तपाईको चाहिँ एक सरो लुगा लाउन सकिरहेको हुँदैन। त्यस्ता मानिसहरूलाई बरु हामी कपडा किनेर उपलब्ध गराउँछौं, तर आफ्नो पार्टीको झण्डाको नाममा करोडौं रुपैयाँको चाहिँ कपडा च्यातेर कपडाको दुरुपयोग हामी गर्दैनौं। एक नम्बरको कारण मैले अहिले भर्खर स्टेटसमा पनि लेखेको छु। र दोस्रो कारण चाहिँ त्यो अझ महत्त्वपूर्ण कारण छ। त्यो चाहिँ यो पार्टीको झण्डा बोक्न थालेपछि पार्टीको झण्डा प्रतिको लगाव हैन, त्यो प्रतिको मोह यति धेरै बढ्दो रहेछ कि त्यसले चाहिँ हाम्रो राष्ट्रिय झण्डा, हाम्रो देशको झण्डालाई नै ओझेलमा पार्दो रहेछ। आफ्नो देशको झण्डा बरु चाहिएन भन्ने खालको, आफ्नो पार्टीको झण्डा चाहिँ हुनुपर्छ है भन्ने खालको पार्टीलाई चाहिँ देशभन्दा माथि देख्ने जुन एक खालको कुचलन हुँदो रहेछ। त्यसो भएको कारणले दुईटा कारणले गर्दाखेरि हाम्रो पार्टीको, श्रम संस्कृति पार्टीको आफ्नो झण्डा हुने छैन। र हाम्रो पार्टीमा आबद्ध हुनुहुने सम्पूर्ण आदरणीय सदस्यज्यूहरूलाई हामी श्रमदाता भन्ने छौं, कार्यकर्ता भन्ने छैनौं। हाम्रो पार्टीमा कार्यकर्ता हुने छैन, श्रमदाता हुनेछ, जसले यो देशको हैन उन्नतिका लागि पसिना बगाउँछ, उत्पादन र निर्माणका लागि पसिना बगाउँछ। यो देश बनाउनका लागि, देश बचाउनका लागि जसले पसिना बगाउँछ उसलाई चाहिँ ससम्मान हामी श्रमदाता भन्नेछौं, कोही कसैको कार्यकर्ता भन्ने छैन है। यो पनि मैले यहाँ एनाउन्स गर्नुपर्छ। माटो छुने मान्छे, पक्का श्रम गर्ने मान्छेलाई मात्रै हामी सदस्यता दिन्छौं हैन। कलम भिडेर हैन तपाईको छैन सुकिलो मुकिलो माटोलाई फोहोर भनेर माटोदेखि टाढो भाग्ने मान्छेलाई हामी सदस्यता दिने छैनौं। अनिवार्य रूपमा श्रम गर्नुपर्छ हैन, श्रमदानमा हैन, सकेको श्रमदान गर्नैपर्छ। त्यस्ता व्यक्तिहरूले मात्रै हाम्रो पार्टीको सदस्यता पाउनेछ। विचार र औजारको क्रान्ति हो यो, पसिना र चेतनाको क्रान्ति। अर्को साम्पाङ रेभोल्युसन भनेको चाहिँ वास्तवमा त्यो चीज हो। त्यसले गर्दाखेरि अब यो मेरै विचारबाट तपाईको चाहिँ सुरु भएको पार्टी भएको कारणले गर्दाखेरि हामी यो कुराहरूलाई मनन गर्नेछौं र हामी विचार र औजार, चेतना र पसिनाको तपाईको चाहिँ क्रान्ति गर्छौं। यो देशमा भएका अभावलाई, यो देशमा भएको गरिबी, यो अभाव गरिबीकै कारणले गर्दाखेरि अनेक परिको द्वन्द सिर्जना हुन्छ भन्ने हाम्रो बुझाइ हो। त्यसो भएको कारणले यो अभाव र गरिबीलाई टार्नका लागि हामी श्रम गर्नेछौं। मलाई विश्वास छ 3 करोड नेपालीको 6 करोड हात एकचोटी हामी चलाउने नै छौं, चलाउनु पर्छ एकैसाथ है। कलमले मात्रै बन्दैन देश, औजार चलाउनु पर्छ। अब नीतिले मात्रै बन्दैन देश, श्रमदान गर्नुपर्छ अब भन्ने मेरो एउटा गीत नै छ। त्यो गीतले भने जस्तो हुनेछ। र यी इम्पोर्टेन्ट तपाईको चाहिँ नि हाम्रो रूपरेखा, हाम्रो आनी बानी, भोलि कस्तो आचरण हामी लिनेछौं त भन्ने कुराहरू छ। हामी इमानदार भन्नेछौं, बेइमान मान्छेलाई हामीले सदस्यता दिने छैनौं। र अन द कोर्स है,
पार्टी सञ्चालन गर्ने कुरामा हाम्रो अभियानको कुरामा बेइमान रहेछ भनेर हामीले पत्ता लगायौं भने पनि हामी त्यो मान्छेलाई चाहिँ हैन तत्काल संगठनबाट बाहिर निकाल्छौं र संगठनको सदस्यता हैन एप्रुभ गर्ने अधिकार ममा निहित रहनेछ र यसरी हामी अगाडि बढ्नेछौं मित्रहरू सबैजनालाई लामबद्ध भएर अब यो देश बनाउने र बचाउने अभियानमा हैन लामबद्ध भएर आइदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु हार्दिक आह्वान गर्न चाहन्छु यो देश बन्यो भने हाम्रो सन्तानले सुख पाउँछ हैन हाम्रो सन्ततिले सुख पाउँछ यो देशको अस्तित्व रहिरहन्छ यो देश बनाउन सकिएन भने अस्तित्व गुम्न सक्छ र स्वाधीनताको पक्षमा हैन तपाईको चाहिँ राष्ट्रियताको पक्षमा यो देशको माटोमाथिको हाम्रो अधिकार हाम्रो भूगोल है को तपाईको चाहिँ अधिकार हाम्रो आफ्नै हो भन्ने कुरामा हामी चाहिँ नि हैन रहन्छौं त्यो ग्यारेन्टी हामी गर्छौं यहाँ सम्पूर्णलाई यो संगठनमा आबद्ध हुनका लागि हार्दिक आह्वान गर्दै अहिलेलाई बिदा भए म टाइम टु टाइम आइ नै रहनेछु यहाँ जानकारी दिने रहनेछु धन्यवाद नमस्कार जय हो सबैको जय श्रमदान जय स्वाभिमान